मलाई युके गएर नर्सिङ पढ्न मन छ तर मेरो चाहिँ प्लस 2 को ब्याकग्राउन्ड अलिकति म्याच भएन मैले चाहिँ प्लस 2 मा म्यानेजमेन्ट लिएर पढेको थिएँ अब चाहिँ मलाई युके गएर नर्सिङ पढ्न मन छ मिल्छ त यस्तो क्वेसन तपाईहरुसँग पनि छ भने चाहिँ मलाई सुन्नुस् है त म तपाईलाई आज इन्फर्मेसन दिदैछु तपाईले युके मा गएर नर्सिङ पढ्न मिल्छ यदि तपाईको ब्याकग्राउन्ड म्याच छैन भने पनि तपाईले चाहिँ यस सेप्टेम्बर इन्टेक 2026 को लागि युनिभर्सिटी अफ वर्चेस्टरमा आफ्नो एप्लिकेसन दिन सक्नुहुन्छ ल म फटाफट रिक्वायरमेन्टबाट सुरु गर्छु है त तपाईको फी चाहिँ 17,200 पाउन्ड पर्न आउँछ तपाईले स्कलरशिप पनि पाउन सक्नुहुन्छ 3,000 पाउन्ड सम्मको र तपाईले 24 जुलाई अगाडि चाहिँ पेमेन्ट गर्नुभयो फुल पेमेन्ट गर्नुभयो भने चाहिँ तपाईले 1000 पाउन्ड सम्मको डिस्काउन्ट पनि पाउनुहुन्छ अवेलेबल कोर्सेसहरु चाहिँ म तपाईलाई स्क्रिनमा राखिदिदै छु र तपाईको एकाडेमिक रिक्वायरमेन्टहरु पनि म तपाईलाई स्क्रिनमा राखिदिदै छु हेर्नु होला र अन्तिममा कुरा आयो तपाईको इंग्लिश प्रोफिसिएन्सी टेस्टको तपाईले आईएलटीएस गर्नु भएको छ भने 6 नट लेस देन 5.5 तपाईको स्कोर आउनु पर्छ र पीटी गर्नु भएको छ नि 59 नट लेस देन 59 चाहिँ आउनु पर्छ फर्दर डिटेल्स लिनको लागि कमलादीमा हाम्रो अफिस छ फोर्थ रेड इन्टरनेशनल काठमाडौँ भिजिट गर्नु होला